जुन हिसाबमा पोर्चुगलले हिजोको म्याच खेलेर आउट भयो नि, क्रिटिसाइज गर्न बन्छ। यति डिएगो कोस्टा नहुने बित्ताबे हामीले हिजो 3 गोल खान्थ्यो। अगाडि नै 3 गोल खान्थ्यो। डिएगो कोस्टा भगवान, साक्षात् भगवान भनेर बचाएका छन्। र क्रिस्टियानो रोनाल्डोको यो लास्ट वर्ल्ड कप भनेर हामी सबैलाई थाहा छ। र क्रिस्टियानो रोनाल्डोको स्टोरीमा चाहिँ एउटा ट्रफी क्याबिनेटमा चाहिँ वर्ल्ड कप चाहिँ पुरा नहुने भयो। र वर्ल्ड कप नजित्दैमा क्रिस्टियानो रोनाल्डो ग्रेट प्लेयर भनेर हामीले भन्न मिल्दैन, किनकि हामीलाई थाहा छ नि त क्रिस्टियानो कुन लेभलको प्लेयर हो। उनले के एचिभ गरिसके, उनले एभ्रिथिङ एचिभ गरिसके, र त्यो कुरा चाहिँ सक्सेस हुन पाएन। र अब रोबर्टो मार्टिनेजको कुरा गर्नुपर्दाखेरि रोबर्टो मार्टिनेजलाई त झन् क्रिटिसाइज गर्नुपर्छ, किनकि उसले सब्स्टिट्युट गर्यो नि पछि। र सब्स्टिट्युट गर्नुभन्दा अगाडिको एउटा कुरा गर्छु म। जुन हिसाबमा त्यो फर्स्टमा गोल खायो नि, एउटा 90+ मिनटमा गोल खायो नि, 90+ मिनट होइन, जस टाइम थप्नु 2-3 मिनट थियो, टाइम सकिन, त्यो बेलामा गोल खाएको। र यस्तो अनएक्सपेक्टेड गोल खाइदियो नि। रोबर्टो मार्टिनेजको प्लान के थियो भन्दाखेरि हिजो गेममा सिधै पेनाल्टीमा लाने। म त भन्छु कि मोडर्न फुटबलमा डिफेन्सिभ खेलेर तपाईँ जित्न सक्नुहुन्न भनेर, किनकि गोल आउँछ भनेर। र स्पेन, त्यो स्पेन होइन, अघिल्लो पालि अस्ट्रियासँग खेलेको यो स्पेन स्ट्रगल गरिरहेको थियो, खासै राम्रो खेलेको थिएन, त्यही पनि हामीलाई हराइदिएर गयो। र पोर्चुगलले गोल खायो र त्यसपछि रह्यो 6 मिनट थपेको थियो। र त्यो 6 मिनटमा के गर्ने पुरै कसैले पनि सोच्न सकेको थिएन। र एउटा क्रस आउँछ र त्यो क्रसमा बर्नाल्डो सिल्भाले हेडिङ गर्छ र अफकोर्स त्यो गोल भएको बित्ताबे बवाल नै मोमेन्ट हुन्थ्यो, छुट्टै ड्रामा हुन्थ्यो, र त्यो गोल भएन। र क्रस त गर्न सक्ने रहेछ नि, क्रस गरेको भए कमसेकम रोनाल्डो थियो। रोनाल्डोको कुरा गर्नुपर्दाखेरि वर्ल्डकै बेस्ट हेडिङ गर्ने प्लेयरमा चिनिन्छ रोनाल्डो। र रोबर्टो मार्टिनेजको सिस्टममा क्रस भन्ने चिज छैन। न फरवार्ड्स विङ्गरहरूले एउटालाई टेकन लिएको थियो, टेकन लिन पनि सक्सेस भएको थिएन। पेड्रो नेटो कामै छैन, जाओ फिलिक्स कामै छैन। र रोबर्टो मार्टिनेजले हिजो के गर्नु पर्थ्यो भन्दाखेरि इफ रोनाल्डोको युटिलाइजेसन राम्रोसँगले गर्न सकेको थिएन भने गोन्जालो रेमस ल्याउन सक्थ्यो, र त्यो पनि गरेन। अघिल्लो गेममा गोन्जालो रेमसले क्रोएसियासँग विनिङ हेडर गरेको थियो, विनिङ गोल निकालेको थियो, र त्यही गेम जितेर अहिले स्पेनसँग खेलेको थियो। र स्पेनसँग त्यो पारामा खेल्दाखेरि जित्दैन। र मिडफिल्डको कुरा गर्नुपर्दाखेरि ब्रुनो फर्नान्डेजको कुरा गर्छु सबभन्दा पहिला त। ब्रुनो फर्नान्डेजको कुरा गर्नुपर्दाखेरि प्रिमियर लिगको बेस्ट प्लेयर, सबभन्दा धेरै एसिस्ट गरेको र गोल पनि आइरहेको थियो। र पोर्चुगलको जर्सीमा जब आफ्नो कन्ट्रीलाई रिप्रेजेन्ट गर्ने बेला हुन्छ र तब यो प्लेयरहरूको पर्फर्मेन्स आउँदैन, के हुन्छ त? आई थिङ्क कि रोबर्टो मार्टिनेजको प्रब्लम हो कि प्लेयरले खेल्न नसकेको। र जुन बेला नुनो मेन्डेज इन्जर्ड भइदियो नि, त्यो बेला गेम डाउन भनेर भन्दा नि हुन्थ्यो। किन भन्दाखेरि नुनो मेन्डेजले लमिन यामाललाई रोकिरहेको थियो, कि लमिन यामाललाई स्टप नै गरिदिरहेको थियो पुरै। लमिन यामालले फर्स्ट हाफमा केही गर्न सकेको थिएन। जब लमिन यामाल इन्जर्ड भयो, यामाललाई त पक्कै पनि सोच्यो होला अब मैले के गर्नुपर्छ भनेर। लमिन यामालले भनेका थिए सबैभन्दा टफेस्ट अपोनेन्ट को भन्दाखेरि नुनो मेन्डेज भनेर भनेका थिए उसले, हुन पनि हो। र पोर्चुगलको अब अरू कुरा गरौँ। यो टिमको स्क्वाड हेर्नु पर्दाखेरि अन पेपर ओ माई गड खाइदिन्छ सबलाई, यस्तो बवाल टिम प्लेयरहरू छ। पिटिनिया, नेभेस, बुर्नो, रोनाल्डो, मिडफिल्ड त सबभन्दा बवाल नै छ अन पेपर हेर्नु पर्दाखेरि। र अन पेपर हेरेर मात्र फुटबल खेलिन्न, फिल्डमा खेल्नुपर्छ। र इक्जाम्पल हामी अर्जेन्टिनाको लिउँ न, डिपल कन्ट्रीबाट खत्तम डिपलले क्लबबाट खासै राम्रो पर्फर्मेन्स आउँदैन, कन्ट्रीबाट एकदमै बवाल पर्फर्मेन्स खेलिरहेको हुन्छ, वर्ल्ड क्लास पर्फर्मेन्स दिन्छ। अर्जेन्टिनाको सबै प्लेयरहरूले आफ्नो जर्सीको लागि, मेस्सीको लागि मर्न पनि तयार छ।
कुनै प्लेयरसँग झगडा होस् सबजना मिलेर लड्छ त्यहाँ। पोर्चुगलकोमा त्यो छैन। कुनै यो र पोर्चुगलको कुरा गरौँ वर्ल्ड कप जित्नको लागि कुनै हङ्गरै देखिएन के प्लेयरमा। जित्नुपर्छ भनेर हुन्छ नि त्यो फाइटै देखिएन र त्यो फाइट छैन र कसरी जित्छ त स्पेनसँग? स्पेनले पनि खासै राम्रो खेलेको होइन।